शेयर संसार वेबसाइटमा पब्लिस भएको आर्टिकल अनुसार 2023 सालमा मात्रै 80,000 जना नेपालीले एनओसी लिएको थियो। नेपाली स्टुडेन्टले टोटल $97 बिलियन एनुअली खर्च गरेको थियो। धेरै मध्यम वर्गीय परिवारमा हुर्केका व्यक्तिहरूको लागि अब्रोड स्टडिज भनेको सबैभन्दा सजिलो र पहिलो अप्सन पर्न आउँछ। तर तपाईँ हामी जस्ता व्यक्तिहरूलाई विदेश जाँदाखेरि डकुमेन्ट बनाउनेदेखि ट्युसन फी हाल्नसम्म सबै कुरा लोन गर्नुपर्ने हो। थुप्रो ऋणको भारी बोकेर विदेश आउँदा स्टुडेन्टहरूलाई पढाइमा भन्दा पनि कामको प्रेसर बढी हुने गर्छ। त्यसको कारणले उनीहरूले राम्रो करियर बनाउन निकै गाह्रो हुन्छ। यस्तो अवस्थामा मैले तपाईँलाई कोरियामा पढ्न कुनै खर्च लाग्दैन र तपाईँको बस्ने खाने र तपाईँको प्लेन टिकटसम्म कोरियन सरकारले व्यवस्था गरिदिन्छ भन्दाखेरि पत्याउन निकै गाह्रो हुन्छ होला। हाई, मेरो नाम चाहिँ सञ्जीव श्रेष्ठ र म कोरियामा अहिले कम्प्युटर इन्जिनियरिङ गर्दैछु र यो भिडियोमा म तपाईँलाई कोरियामा कसरी मास्टर्स र ब्याचलर फ्री अफ कस्टमा गर्न सकिन्छ भन्न जाँदैछु। विद्यार्थीहरूले फ्रीमा पढ्न पाउने भनेको स्कलरसिपको माध्यमबाट मात्रै हो र कोरियामा जिकेएस भन्ने स्कलरसिप निकै पपुलर रहेको छ। यसको फुल फर्म हो ग्लोबल कोरिया स्कलरसिप र यसको लिस्टमा नेपाल पनि पर्दछ। सो लेट्स स्टार्ट द भिडियो। जिकेएस भनेको ग्लोबल कोरिया स्कलरसिप हो। यो स्कलरसिपमा विद्यार्थीहरूले केही पैसा तिर्नु पर्दैन। यसको बेनिफिटहरू भनेको फ्री एयर टिकट, फ्री ट्युसन फी, फ्री हेल्थ इन्सुरेन्स र तपाईँलाई मन्थली अलाउन्स पनि दिइन्छ। त्यो अलाउन्सले तपाईँले आफ्नो फुड एक्सपेन्स र रेन्टहरू तिर्न सक्नुहुन्छ। यो स्कलरसिप अप्लाई गर्ने मेथडहरू दुईवटा रहेको छ। एउटा चाहिँ युनिभर्सिटी ट्र्याक हो भने अर्को चाहिँ एम्बेसी ट्र्याक। तपाईँलाई सबैभन्दा सजिलो चाहिँ एम्बेसी ट्र्याक हुनसक्छ, किनकि तपाईँले आफ्नो सबै डकुमेन्ट कलेक्ट गरेर एम्बेसीलाई बुझाइदियो भने बाँकी प्रोसेस एम्बेसीले नै गरिदिन्छ। तर एम्बेसी ट्र्याकमा दुईवटा मात्रै सिट अभाइलेबल रहेको छ। अर्को ट्र्याक भनेको युनिभर्सिटी ट्र्याक हो, जसमा तपाईँले आफै अप्लाई गर्नुहुन्छ। स्टडी इन कोरिया भन्ने वेबसाइट छ, त्यसमा तपाईँले सबै इन्फर्मेसनहरू पाउन सक्नुहुन्छ। जिकेएसको लागि रिक्वायरमेन्ट भनेको चाहिँ ओभर 80% मार्क्स हुनुपर्छ तपाईँको +2मा। यदि तपाईँको 80% मार्क्स पुग्दैन भने तपाईँले आफ्नो क्लासको टप 20%मा पढ्छु भनेर एउटा प्रुभिङ डकुमेन्ट देखाउनु पर्ने हुन्छ। त्यो चाहिँ तपाईँले आफ्नो कलेजहरूबाट बनाउन सक्नुहुन्छ। तपाईँको सेकेन्ड रिक्वायरमेन्ट भनेको तपाईँ फिजिकल र मेन्टली फिट हुनुपर्छ। थर्ड भनेको तपाईँ नेपाली नागरिक हुनुपर्छ। फोर्थ भनेको तपाईँसँग कुनै पनि डुअल सिटिजनसिप हुनु हुँदैन। स्कलरसिप अप्लाई गर्ने पिरियड चाहिँ सेप्टेम्बरदेखि अक्टोबर हो, तर यसको फिक्स डेटको लागि चाहिँ स्टडी इन कोरिया भन्ने वेबसाइट भिजिट गर्नुपर्ने हुन्छ। सो टोटल कतिवटा सिट अभाइलेबल छ त? फर्स्टमा म मास्टर्सको लागि भन्छु, त्यसपछि ब्याचलर्सको लागि भन्छु। मास्टरमा चाहिँ टोटल 12वटा सिट अभाइलेबल छ। 4वटा चाहिँ एम्बेसी ट्र्याकमा अभाइलेबल छ भने अर्को 8वटा चाहिँ युनिभर्सिटी ट्र्याकमा अभाइलेबल छ। तर यो युनिभर्सिटी ट्र्याकको सिटहरू विभिन्न क्याटेगोरीमा डिभाइड गरेको छ। त्यसको डिस्क्रिप्सनको लागि चाहिँ तपाईँले जिकेएस स्कलरसिपको वेबसाइट भिजिट गर्नुपर्ने हुन्छ। र अब ब्याचलर्स डिग्रीको लागि कुरा गरौँ। ब्याचलर्स डिग्रीमा चाहिँ 2वटा सिट चाहिँ एम्बेसी ट्र्याकलाई अभाइलेबल छ र युनिभर्सिटीको लागि चाहिँ सिटहरू छुट्याएको छैन। यसमा चाहिँ तपाईँले युनिभर्सिटीमा डिरेक्टली अप्लाई गरेर तपाईँ छानिनुभयो भने सिट पाउन सक्नुहुन्छ। र यो जिकेएसको इन्फर्मेसनको बारेमा धेरै विद्यार्थीहरूलाई थाहा पनि छैन, त्यसैले म यो भिडियोहरू बनाउँदैछु। यदि तपाईँको साथीहरू जो कोरिया जाने सोचमा हुनुहुन्छ भने र मेहनत गर्नु मन छ भने, साँच्चीकै पढ्न मन छ भने चाहिँ यो स्कलरसिपहरू अप्लाई गर्दा हुन्छ। र मेरो उद्देश्य भनेको कोरियामा स्टडी रिलेटेड भिडियोहरू बनाउने हो। के कस्तो विषयहरूमा पढ्दाखेरि राम्रो करियरहरू बनाउन सकिन्छ, यस्तो भिडियोहरू म बनाइराख्नेछु। त्यसको लागि चाहिँ मलाई फलो गर्नुहोला। सी यू इन द नेक्स्ट वान। थ्याङ्क यू।